हेलो एभ्रिवान, वेलकम टु माई कुकिङ ब्लग। मलाई चाहिँ 1-2 दिन अगाडिदेखि नै एकदमै धेरै कुराउनी खान मन लागिरहेको थियो। अनि त्यही भएर आज चाहिँ मैले बनाउन लाग्दैछु। एकजनालाई त धेर पनि लाग्दैन नि त, तर पनि यो चाहिँ नक्कली कुराउनी है। सक्कली कुराउनी चाहिँ यस्तो हुँदैन। अनि मैले 1 लिटर जति दुध लिएँ। दुधलाई राम्रोसँग तताएँ। त्यस पछाडि यतिको थिक टेक्स्चर भइसके पछाडि चाहिँ मैले आधी बिस्कुटलाई पनि हाल्देँ। आधी बिस्कुट भन्नुको मतलब 1 पुरियाको आधी भन्नु खोजेको 10 रुपियाँ गोटाको बिस्कुटको आधी हालिदिएँ। त्यस पछाडि मजाले चलाको गरेँ। अनि यो केही नमिसाएको मैदा बिस्कुटहरू केही नमिसाएको चाहिँ एकदमै धेरै मिठो हुन्छ। यो पनि एकदमै धेरै मिठो थियो हुन चाहिँ, रै पनि ओरिजिनल जस्तो त स्वाद आउँदैन नि त। अनि मैले चाहिँ यो अल्छे कायदा निकालेको हो। खान पनि मन छ अनि अल्छी पनि लाग्छ, त्यसरी त भएन भनेर बनाएको। अनि यो चाहिँ यसरी बिस्कुट मिसाउँदाखेरि चाहिँ थोरै दुधमा पनि पाक्छ अनि छिटो पनि पाक्छ के, त्यही भएर मैले चाहिँ बाठो कायदा गरेको। र पनि यो एकदमै मिठो थियो। ओरिजिनल जस्तै त नभनौँ, र पनि मिठो चाहिँ एकदमै धेरै मिठो थियो। अनि एकजनालाई धेर पनि चाहिँदैन, धेरै समय पनि चाहिँदैन भनेर मैले जाँगर चलाएँ। अनि यत्तिको भइसके पछाडि चाहिँ मैले झिकेर बटुकामा हालेँ। बटुकामा हालिसके पछाडि यस्तो देखिएको थियो। एकदमै मिठो थियो खाँदाखेरि। हजुरहरूलाई पनि खान मन छ भने एकचोटि ट्राई गर्नुहोस् है त। अनि मैले चाहिँ सोचेको पनि थिइनँ क्या, साँच्ची यस्तो मिठो हुन्छ भनेर चाहिँ सोचेको पनि थिइनँ। किनभने यो त ओरिजिनल होइन नि त, बिस्कुट मैदा मिसाएको मिठो हुँदैन होला जस्तो लागिरहेको थियो लाग्न चाहिँ, तर पनि एकदमै मिठो भयो। म चाहिँ